हेलो साथीहरू, वेलकम टु माई भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ। म नि सन्चै छु। आज चाहिँ हामी साथी घर आएको थियौँ अनि साथी घरमा चौचौ पकाउँदैछ। उतापट्टि चाहिँ सागको लागि पानी उमाल्दैछ, यो साग हाल्नको लागि। अनि यो साग अब रेडी भइसक्यो। अनि यो चाहिँ छ अचार, मोमोको अचार। अनि त्यहाँबाट यो चाहिँ छ सलादहरू रेडी बनायो हामीले। अनि त्यहाँबाट अब मैले साग उमाल्न राखेँ साथीहरू। अनि यता चाहिँ साथी चाहिँ यता काम गर्दैछ। अनि यो चाहिँ यतिकै बाहिर गयो क्यामेरा अन भएकै थाहा भएन। अनि वाउ कस्तो राम्रो भ्यू भइरहेको थियो, कस्तो दामी भइरहेको थियो, आनन्द आइरहेको थियो। धेरै दिनपछि पानी परेको थियो नि त, कस्तो राम्रो देखिरहेको थियो। अनि मैले सबै वाच गरेँ। अनि त्यहाँबाट चिसो भइरहेको थियो, मौसम पनि कस्तो रमाइलो अनि फिल भइरहेको थियो क्या मलाई चाहिँ। अनि हामी त किचनतिर आएँ। म चाहिँ किचनमा आएर अनि मेरो साथी रेशमा चाहिँ रेडी बनाउँदै थियो। मैले चौचौहरू घोल्न तयार गरेँ, साग छिर्दै थियो। अनि हामी रेडी गरेर खाना बसेँ साथीहरू। वाउ कस्तो मिठो छ। अनि बहिनी चाहिँ खाँदैछ यता। अनि उता चाहिँ रेशमा चाहिँ फोन चलाउँदैछ। अनि फेरि पनि म बाहिर निस्केँ, बाहिर खाएर सकेर बाहिर निस्केँ कि। अनि फेरि पनि मौसम कस्तो दामी भइरहेको थियो। मलाई कस्तो बाहिर मात्रै भिडियो बनाउनु मन लागिरहेको थियो कि। के गर्नु साथीहरू, एउटै मात्रै भिडियो बनाएर नि भएन। अनि त म चाहिँ खाएर सकेर बाहिर निस्केको थिएँ नि त। अनि फेरि भिडियो बनाएँ। अनि अहिले चाहिँ हामी यता रेशमा घर कृषला घर जान थालेको। कृषला घरमा आइनि म अनि रेशमाको बहिनी, मेरो बहिनी अनि सानो भाइ नि थियो। अनि हामी चाहिँ जाँदैछु। यो चाहिँ कृषलाहरू घर, कृषला चाहिँ उता घर गइसक्यो रहेछ, यहाँ चाहिँ माइती घर हो। अनि हामी चाहिँ मन्दिरतिर गयो कि छैन रहेछ भनेर माथितिर गयो। अनि मैले भिडियो बनाएँ कि। अनि माथितिर नि भिडियो बनाएर म चाहिँ भिडियो बनाउँदै बसेँ। बाई बाई साथीहरू, आजको भिडियो चाहिँ यति नै।